नमस्ते साथीहरू। उहाँ दाजुले चाहिँ फुटेको सिसाको कभरलाई नयाँ कभर हाल्नको लागि खोज्दै हुनुहुन्छ। कस्तो खालको बनाउनुहुन्छ अब हेर्दै जानु होला। उहाँले चाहिँ काठको फ्रेम बनाउनको लाग्नु भएको छ। सिसाको फ्रेम हो। सिसा चाहिँ गोलो बनाउन लाग्नु भयो। यो निशाना लगाउनु भयो। यो मेसिनमा फिट गर्नुभयो। कला र सिप र कला चाहिन्छ। मान्छेले जतिसुकै अप्ठ्यारो काम पनि सजिलोसँग गर्न सकिन्छ। उहाँ दाजुसँग कला छ, सिप छ, त्यही भएर चाहिँ एकैछिन बनेको छ। ल हेर्नुहोस्, हेर्दा हेर्दै रेडी हुने अवस्था नाप्दै हुनुहुन्छ। र फेरि अब घर बनाउँदै हुन्छ। ट्याक्कै ल भएछ। ल हेर्नुहोस्, यति राम्रो बनाइसक्नु भयो एकैछिनमा। अब उहाँ सुपर ग्लु लाएर टाँस्दै हुनुहुन्छ। उहाँ दाजुको मेहनत र कलालाई सम्मान स्वरूप 1,00,000 कमेन्ट छोडिदिनु होला। यो चाहिँ अब गीतमा बनाउनको लागि मर्मत गरिरहनु खतरा भयो त। बलियो पनि राम्रो पनि यस्तो राम्रो बनाउनु भयो। हेर्दा हेर्दै यस्तो राम्रो बनाउनु भयो। ल रेडी भयो। ल हेर्नुहोस् यति राम्रो। ल साथीहरू कस्तो लाग्यो? उहाँ दाजुको उसलाई कला र सिपलाई चाहिँ सम्मान स्वरूप 1,00,000 कमेन्ट गर्नु होला भन्न चाहन्छु। हेर्दै हुनुहुन्छ।